अथ नवमोऽध्यायः सती अङ्गपतनः उपाख्यान कुमारज्ञाकी गर्नुहुन्छ हे अगस्त्य मुनि। त्यहाँ पछि इन्द्रादि समस्त देवताहरू महादेवले सतीदेवीलाई त्यसरी पीठमा बोकेर पृथ्वी भ्रमण गरेर हिँडेको देखि वैकुण्ठ गरेर गएर विष्णु भगवानसित विन्ती गरे, हे परमेश्वर, महादेवले शोक गरेको देखेर दुखी नहुने यो समस्त ब्रह्माण्डमा एउटा जीव पनि पाइने छैनन्। हजुरले यो ब्राह्मणको रचना गर्ने र शिवजीले रक्षा गर्ने हो। हजुर दुईले नगरे विश्वको सुरक्षाहरू कसले गर्ला। त्यसो बखत शिवजी दक्षको यज्ञबाट सतीदेवीलाई पीठमा बोकेर पृथ्वी भ्रमण गरिरहेका छन्। जबसम्म सतीदेवीको मृतदेह रहला तबसम्म शिवजी भ्रमण गरि नै रहनेछन्। अब हजुरको मायाले झिङ्गा सृष्टि गरी औँसा वा किरा पारी सतीदेवीको अङ्ग गलाएर पतन गराइदिनुहोस्। सकल देवताको यस्तो बिन्ती सुनि विष्णु आज्ञा हुन्छ, हे देवता हो, तिमीहरूको कल्याणका लागि म आफ्नो मायाले झिङ्गा उत्पन्न गरी औँसा पारी सतीको देहकलाई पतन गराउँला। त्यसमा शङ्का नगरे अब तिमीहरू अमरावती जाओ। भगवान विष्णुको त्यस्तो आश्वासन पाएपछि देवताहरू हवस भनी विष्णुलाई दण्डवत प्रणाम गरी आफ्ना लोकमा फर्के। अनि विष्णु भगवानले आफ्नो मायाद्वारा माखा झिङ्गा उत्पन्न गरी अंश पारिदिए अनि सतीदेवीको शरीर टुक्रा टुक्रा भएर पतन भयो। जहाँ जहाँ अङ्ग पतन भयो त्यहाँ त्यहाँ एक एक पीठ उत्पन्न भयो। त्यही त्यही ब्रह्मजीले एक एक स्वयम्भुलिङ्ग उत्पन्न गराए। सबभन्दा पहिले नेपालमा गुहे पतन भयो। नेपाल पीठ गुहेश्वरी देवी चन्द्र घण्टा योगिनी सिद्धेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा इन्द्रादि देवता तपस्या गरे। ईश्वरी प्रसन्न भई सत्य त्रेता द्वापर र कली चार युगमा देवताकै नामले प्रख्यात भए भनी वरदान दिइन्। फेरि वाराणसीमा पुग्दा शिर पतन भयो। वाराणसी पीठ विशालाक्षी देवी सङ्कटायोगिनी विश्वेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस मोक्षभूमिमा गन्धर्वहरू आई नाच गानाद्वारा तपस्या गरे। ईश्वरी प्रसन्न भई वाक्य सिद्धि हुने वरदान दिइन्। फेरि कामरूपमा पुग्दा छाती पतन भयो। कामरूप पीठ कामाख्या देवी कृति योगिनी चक्रधरेश्वर महादेव उत्पन्न भए। शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा यक्षगण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर स्वर्गमाता पातालमा सदा यक्षगणका नामले विख्यात हुनेछौ भनी वरदान दिइन्। फेरि पौरबन्धमा गएर दाहिनी कान पतन भयो। पौरबन्ध पीठ अम्बिका देवी चन्द्रवेगा योगिनी धनेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा दैत्यगण आए तपस्या गरे। ईश्वरी प्रसन्न भई देवगणलाई जित्न सके भनी वरदान दिइन्। फेरि कश्मीरमा गए जिब्रो पतन भयो। कश्मीर पीठ शारदा देवी घोर घण्टा योगिनी समधारेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा किन्नर गण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भएर इच्छा सिद्धि अवश्य पनि वरदान दिइन्। फेरि कन्धौजमा पुगी अङ्गको छाला पतन भयो। काव्य कुञ्ज पीठ सकला देवी झङ्केश्वरी योगिनी र दुग्धेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे यस सिद्ध भूमिमा रावण आए तपस्या गर्यो। ईश्वरी प्रसन्न भई देवलोक जित्न सकेस् भनी वरदान दिइन्। फेरि पूर्णगिरिमा गई बायाँ कान पतन भयो। पूर्णगिरि पीठ पूर्णादेवी कपाल कुण्डल योगी र चन्द्रेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा गन्धर्वहरू आएर नाच गान गरी तपस्या गरे। ईश्वरी प्रसन्न भई इन्द्रका सभामा नाच गानमा कहिले नचुके भनी वरदान दिइन्। फेरि अस्तातकमा पुग्दा दाहिने हात पतन भयो। अस्तातक पीठ कर्तेश्वरी देवी एकाक्षी योगिनी निन्दापतेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा राधिका गण आएर तपस्या गरे। ईश्वरी प्रसन्न भए तिनीहरूको सदैव कृष्ण दाहिना रहन् भनी वरदान दिइन्। फेरि चामुण्डतलमा गई बाहु पतन भयो। चामुण्डतल देवी कोकम्बी योगिनी चामुण्डा देवी र इच्छा विरूकेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा नारद मुनि आएर तपस्या गरे। ईश्वरी प्रसन्न भए तिम्रो वाक्य सिद्धि होस् भनी वरदान दिइन्। फेरि एकाभिरमा पुग्दा दायाँ हात पतन भयो। एकाभिर पीठ सिद्धेश्वरी देवी सिद्ध योगिनी दुग्धेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा कर्ण विराजी श्मशान आएर तपस्या गरे। ईश्वरी प्रसन्न भई सम्पूर्ण मृतकको दाह गर्न सके भनी वरदान दिइन्। फेरि कामरोष्टमा पुग्दा घाँटी पतन भयो। कामरोष्ट पीठ कामिनी देवी महाकालेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा लक्ष्मी आएर तपस्या गरिन्। ईश्वरी प्रसन्न भए त्यस्तै स्थान हुन सके भनी वरदान दिइन्। फेरि त्रिश्वेतमा पुगेर मलद्वार पतन भयो। त्रिश्वेत पीठ महाकालेश्वरी देवी विकटादन्त योगिनी त्रिपुरेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा यमराज आएर नाना उपचारले पूजा सहित तपस्या गरे। ईश्वरी प्रसन्न भई ब्रह्माजीको सृष्टि संहार गर्न सके भनी वरदान दिइन्। फेरि कैलाश पर्वतमा पुगेपछि दाहिने पाउ पतन भयो। कैलाश पीठ पार्वती देवी अम्बिका योगिनी विश्वम्भरेश्वर महादेव उत्पन्न भए। शिवशक्ति स्वरूपले रहे त्यस मोक्ष भूमिमा ब्रह्मा आएर अनेक स्तुति सहित तपस्या गरे। ईश्वरी प्रसन्न भएर वरदान माग भनिन् र ब्रह्माले तिनी लोकमा सृष्टिकर्ता हुन पाऊँ भनी वरदान मागे। ईश्वरी प्रसन्न भई तथास्तु।
तथास्तु भनी वरदान दिन फेरि भृगुपुरमा पुगे उपल्लो दाँत पतन भयो भृगुपीठ शारदा देवी ब्रह्मदाह योगिनी सत्येश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा धर्म दत्त राजा आएर योग मार्गले तपस्या गरे ईश्वरी प्रसन्न भए तिमीलाई कसैले जित्न नसकुन् भनी वरदान दिन फेरि चन्द्रपुरमा गएर दक्षिण नेत्र पतन भयो चन्द्रपुर पीठ चन्द्रादेवी सिद्धा योगिनी प्रकाशेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा 10 दिक्पाला आएर तपस्या गरे ईश्वरी प्रसन्न भई तिमीहरू आफ्ना दिक स्थितिमा रहन सके भनी वरदान दिन फेरि केदारमा गएर देब्रे हात पतन भयो केदार पीठ केदारेश्वरी देवी चामुण्डा योगिनी कोटेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा एकादश रुद्र आएर तपस्या गरे ईश्वरी प्रसन्न भए वरदानले हो भनिन्दा एकादश रुद्रले हामीहरूको तेज समान रहोस् भनी मागे ईश्वरी तथास्तु भनिन् फेरि श्री पीठमा पुग्दा पालो पतन भए श्री पीठ कमला देवी भद्रा योगिनी कमलेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा अष्टवसु आएर षोडश प्रकारले पूजा र तपस्या गरे ईश्वरी प्रसन्न भई वरदानले हो भनिन् अष्टवसुले हामीहरूको बाँकी सिद्धि होस् भनी मागे ईश्वरी तथास्तु भनिन् फेरि एकाबिरमा गएर नामी पतन भए एकाबिर पिता एकाबिरा देवी हो रक्षा योगिनी आतकेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा नागहरू आएर नाना रत्न मणिमणिके चढाई पूजा र तपस्या गरे ईश्वरी प्रसन्न भई वरदानले हो भनिन् नागहरूले सप्त पातालको अधिपतित्व प्राप्त होस् भनी मागे ईश्वरी तथास्तु भनिन् तेरे जालन्धरमा पुगेर तल्लो ओट पतन भयो जालन्धर पीठ जलपा देवी ज्वालामुखी योगिनी पीछा तेस्रो महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यो सिद्ध भएमा कामधेनु गाई आएर नित्य दुध अर्पण गरे तपस्या गरिन् ईश्वरी प्रसन्न भई वरदान ल्याऊ भनिन् कामधेनुले मेरो दुध दही घिउ मलमूत्र सधैँ पवित्र मानियोस् भनी मागिन् ईश्वरी तथास्तु भनिन् फेरि कुशलान्तकमा पुगेर कपालको केश पतन भए कुशलान्तक पीठभूतघण्टा योगिनी क्षीरेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस मक्ष अश्विन्यादि 27 नक्षत्र आएर बाँकी सात तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदानले हो भनिन् नक्षत्रहरूले ज्योतिष शास्त्र हाम्रो अधीनमा रहोस् भनी मागे ईश्वरीले तथास्तु भनिन् फेरि मल्लवीमा पुगेर बायाँ पैताला पतन भयो मल्लवी पीठ महाकाली देवी कराला योगिनी भूपालेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे द्वादशादित्य आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन् द्वादशादित्यले हामी 12 महिनाका अधिपति रहौँ भनी मागे ईश्वरी तथास्तु भनी वरदान दिइन् फेरि देवकोटमा पुगेर बायाँ गुणा पतन भयो देवकोट पिता भद्राक्षी देवी ललिता योगिनी र मातेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे यस पुण्य भूमिमा मेषादि 12 राशि आएर तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान माग भनिन् राशिहरूले मनुष्यहरू हाम्रा अधीनमा रहन् भनी मागे ईश्वरी तथास्तु भनी वरदान दिइन् फेरि गोकर्णमा पुगेर बायाँ कान पतन भयो गोकर्ण पिता भैरवी देवी एकजङ्गा योगिनी यागेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा विष्णुवादी योगहरूले ठुलो कष्ट सहेर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान ल्यायो भनिन् ती योगहरूले ज्योतिष शास्त्र हाम्रा अधीनमा रहन् भनी मागे ईश्वर तथास्तु भनिन् फेरि हट्टाहाँसमा पुगेर तल्ला दाँतहरू पतन भए हट्टाहाँस पीठ ब्राह्मणी देवी शङ्खधरा योगिनी शतभूतेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा बागमती आदि नदीहरू आएर जल चढाएको तपस्या गरे ईश्वरी प्रसन्न भए वरदान माग भने त बागमती आदि नदीहरूले हामीमा भक्ति मुक्ति दिने अधिकार होस् भनी मागे ईश्वर तथास्तु भन्ने फेरि मातुलेश्वरमा पुगेर दाहिने स्थान पतन भयो मातुलेश्वर पीठ योगेश्वरी देवी पिङ्गला योगिनी बुधराजेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस पुण्य भूमिमा आएका शुद्धादि ऋषिहरूले तपस्या गरे ईश्वरी प्रसन्न भई वरदान ल्यायो भने ती ऋषिहरूले 4 वेद हाम्रा अधीनमा रहन् भनी मागे ईश्वरी तथास्तु भनिन् फेरि विश्वमा पुगे बायाँ स्थान पतन भए विश्वपीठ भुवनेश्वरी देवी भुवन योगिनी कृष्ण वर्णेश्वर महादेव उत्पन्न भए शिव शक्ति स्वरूपले रहे त्यस सिद्ध भूमिमा श्रीकृष्ण आएर तपस्या गरे ईश्वरी प्रसन्न भएर वरदान माग भनिन् श्रीकृष्णले तिनी लोकका स्त्रीहरू मलाई देखेर मोहित हौन् भनी मागे ईश्वर तथास्तु भनी वरदान दिइन् इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमासे कुमारगस्य संवादे विश्वस्थाने परमेश्वर्यावृतकथायां सतीदेव देवी अङ्गपतनं नाम नवमोऽध्यायः।